आजको भिडियोमा चाहिँ के गर्छौँ भन्दा एकदम नयाँ इन्ट्रेस्टिङ टपिक छ। लाइफ साइकल अफ स्टार भनेर स्टार्ट गर्छौँ होइन। अब स्टारहरूको जस्तो हाम्रो सन एउटा स्टार हो होइन, यसको पनि लाइफ साइकल हुन्छ क्या। मान्छे जस्तै पनि जन्मिन्छ होइन, त्यस्तै गरी अब यसले पनि आफ्नो लाइफ जिउँछ, त्यसपछि चाहिँ मर्छ होइन। स्टारहरूमा पनि त्यस्तै हुन्छ क्या यो कुराहरू होइन। सो यही लाइफ साइकल अफ स्टारको चाहिँ हामीले यो भिडियोमा डिस्कस गर्छौँ। बर्थ हुने भन्ने बित्तिकै अब कसरी हुन्छ त स्टारको जन्म भन्दाखेरि, अब यो चाहिँ त्यो बुझ्नुभन्दा अगाडि हामीले पहिला नेब्युला भन्ने के हो त्यो बुझ्नुपर्छ। अब नेब्युला भन्ने के हो भन्दाखेरि इट्स अ कलेक्सन अफ ग्यास र डस्ट होइन। ग्यास अनि अरू डस्ट पार्टिकल्सहरूको चाहिँ कलेक्सनलाई चाहिँ नेब्युला भनिन्छ होइन। अब त ग्यासमा के हुन्छ त भन्दाखेरि बेसिक एकदम युनिभर्समा सबैभन्दा धेरै हुने चिज भनेको के हो? युनिभर्स सबैभन्दा धेरै भएको चिज भनेको हाइड्रोजन ग्यास है। हो हाइड्रोजन चाहिँ म्याक्सिमम हुन्छ, त्यसपछि चाहिँ हेलियमहरू हुन्छ है। सो नेब्युलामा हुने मेजर ग्यास कम्पोनेन्ट भनेको हाइड्रोजन र हिलियम, त्यसपछि बाँकी रह्यो डस्ट। अब यो नेब्युला कसरी बन्छ भन्ने कुरा हुन्छ होइन। नेब्युला कि त सुरुमै बिग ब्याङ हुँदाखेरि बनेको छ भने त्यसमा डस्ट पार्टिकलहरू कमै हुन्छ, त्यसरी प्योर हाइड्रोजन हिलियम जस्तो हुन्छ होइन। अब त्यो बाहेक अरू छ भने, अथवा कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि कुनै पहिल्यै जन्मेको स्टार छ, त्यो स्टार चाहिँ डेथ हुँदाखेरि पड्किन्छ क्या, त्यो हामीले पछि कुरा गर्छौँ। हो त्यो पड्किँदा पनि यस्तै गरी नेब्युलाहरू जेनेरेट गरिदिन्छ। हो त्यो नेब्युला त्यसरी पनि बनेको हुनसक्छ है। फर इन्फर्मेसन, हाम्रो अर्थ छ नि जुन, हाम्रो सोलर सिस्टम छ नि जुन, हो हाम्रो सोलर सिस्टम चाहिँ अलरेडी कुनै स्टारहरू जुन मरेको थियो उसैको नेब्युलामा बनेको छ क्या। त्यही कारणले हाम्रो अर्थमा हामी जस्तो एनिमल्सहरू छौँ, जस्तो आइरन होइन, अनि त्यस्तै गरी अरू आइरनभन्दा हेभियर जस्तो युरेनियम, गोल्ड, सिल्भरहरू हुन्छ नि, यस्तो कुराहरू नर्मली स्टारमा बन्दैन। यो चाहिँ अलरेडी कुनै स्टारबाट फुटेर आएर अथवा पड्केर आएर बनेको कुराहरू हो है। सो त्यो कारण अलिकति हेभियर मेटेरियलहरू छ नि त हाम्रोमा। हो त्यो कारणले कि त हामी पहिल्यै अरू नेब्युला, अरू स्टारको डेथबाट बनेको नेब्युलाबाट जन्मियौँ, कि त अरू कुनै ठुलो कोलिजनहरूबाट चाहिँ न्युट्रोन स्टार कोलिजन, त्यस्तो कोलिजनहरूबाट बनेको डस्ट पार्टिकलबाट चाहिँ हाम्रो सोलर सिस्टम बनेको हुनसक्छ है त। सो त्यो इन्फर्मेसन एउटा जेनरल इन्फर्मेसन भइहाल्यो। हो त्यो कारणले गर्दाखेरि नेब्युला पनि के हुँदो रहेछ, कि त प्योर नेब्युला हुँदो रहेछ, कि त अलरेडी कुनै स्टार मरेको छ भने त्यो स्टारबाट बनेको त्यो डस्ट पार्टिकलहरू निस्केर बनेको नेब्युला हुँदो रहेछ। सो त्यसरी चाहिँ हाइड्रोजन र हिलियम रिच भएको ग्यासेस डस्टहरू एक्युमुलेट हुन थाल्छ। एक्युमुलेट त हुन्छ बिकज ग्राभिटी छ। हो त्यो ग्राभिटेसनल फोर्सले गर्दाखेरि सबै के हुन्छ, एक्युमुलेट हुन्छ। अब एक्युमुलेट हुँदै 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 गएर के हुन्छ, त्यो चाहिँ अलिकति ठुल्ठुलो लम्पहरू बन्दै जान्छ, अलिक डल्ला डल्लीहरू बन्छ क्या होइन। हो त्यो लम्प्सहरू हुन्छ, त्यो लम्पहरूमा अझै ग्राभिटी बढ्ने, अब ठुलो मास भयो, सिमिलर त्यसले अरू त्यस्तै लम्पहरू अथवा अरू ग्यासेसहरू आफूतिर तान्न थाल्छ। अब तान्न थालेपछि के हुन्छ त, ग्रो हुन थाल्छ। त्यो चाहिँ लम्प चाहिँ अब सानो डल्लासँग ठुल्ठुलो ठुल्ठुलो बढ्दै बढ्दै जाने भयो होइन। हो त्यसरी चाहिँ बढ्दै 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 त्यो चाहिँ साइजमा बढ्दै जाने भयो। हो त्यसरी बढ्दै जान्छ एउटा प्रोटो स्टार भन्ने भन्छ कि। अब त्यो प्रोटो स्टार भनेको स्टार हुनभन्दा अगाडिको स्टार भनौँ न, सुरुमा स्टारभन्दा अगाडि बन्ने चिज। अब त्यो प्रोटो स्टारमा पनि के हुन्छ, अलिकति हिट त जेनेरेट भइरहेको हुन्छ, किनकि माथिबाट ग्रोथ हुँदै गर्दै गर्दै हुँदै गएपछि चाहिँ भित्र त्यो स्टारको जुन कोर हुन्छ त्यसमा चाहिँ हिट र प्रेसर इन्क्रिज हुँदै जान्छ है। हो त्यो हिट र प्रेसर इन्क्रिज हुँदै गएपछि के हुन्छ, त्यहाँ अब चाहिँ प्रोटो स्टार पनि तात्न थाल्छ है त। हो त्यो तात्न थाल्छ। हो त्यही प्रोटो स्टारको स्टेजमा चाहिँ त्यो प्रोटो स्टार चाहिँ थाउजन्ड्स अफ इयर्स बाँच्न सक्छ, हन्ड्रेड्स अफ थाउजन्ड्स अफ इयर चाहिँ त्यो प्रोटो स्टारकै फेजमा चाहिँ उसले अरू ग्यासहरू अरू डस्टहरू एक्युमुलेट गर्दै बसिरहेको हुन्छ। तर जब अब यति ठुलो सफिसियन्टली ग्रो हुन्छ नि, तब त्यसपछि त्यहाँ के हुन्छ, भित्र कोरमा यति धेरै प्रेसर र टेम्परेचर इन्क्रिज हुन्छ, त्यसपछि चाहिँ फ्युजन स्टार्ट हुन्छ क्या। फ्युजन भनेको के हो, कुनै दुईवटा हाइड्रोजन एटम्सहरूलाई कम्बाइन गरेर चाहिँ हिलियम बनाउने प्रोसेस, अथवा हिलियमहरू कम्बाइन गरेर अरू हेभियर एलिमेन्टहरू बनाउने प्रोसेस। त्यो भनेको बेसिक के हो त भन्दाखेरि सानो सानो न्युक्लियसहरूलाई जोडेर ठुलो न्युक्लियाई बनाउने प्रोसेसलाई नै के भनिन्छ, सानो सानो न्युक्लियाहरू जोडेर ठुलो न्युक्लियस बनाउने प्रोसेसलाई के भनिन्छ, फ्युजन भनिन्छ है त। कहिलेकाहीँ दुईवटा हाइड्रोजन बनेर हिलियम बन्ला, कहिलेकाहीँ त्यस्तै गरी जब बढेर अलिकति हेभियर कार्बन बन्ला, अक्सिजन बन्ला। हो त्यसरी चाहिँ हेभियर पार्टिकल्सहरू चाहिँ हेभियर एलिमेन्टहरू चाहिँ बन्दै जान्छ। त्यो चाहिँ कति बेला पोसिबल छ भन्दाखेरि जब स्टारको टेम्परेचर जुन कोरमा टेम्परेचर छ त्यो चाहिँ 10⁷ केल्भिनको एराउन्डमा पुग्छ, त्यसपछि मात्रै त्यसमा के हुन सक्छ, फ्युजन स्टार्ट हुन सक्छ। फ्युजन नै के हो, स्टारको मेन एनर्जी सोर्स हो। हाम्रो सनमा पनि के हुन्छ, भित्र कोरमा फ्युजन भइरहेको छ होइन। त्यो फ्युजनले गर्दा नै हामी यहाँसम्म सनको हिट एनर्जी आइरहेको छ नि त होइन। बाहिर घाममा गयो भने गर्मी हुन्छ होइन, तातो फिल हुन्छ, त्यो नै के हो, फ्युजन एनर्जीबाट आएको फ्युजन।
के फ्युजन एनर्जीबाट आएको एनर्जी हो, हिट एनर्जी हैन। हो त्यसरी चाहिँ के हुन्छ फ्युजन स्टार्ट हुन्छ। जब फ्युजन स्टार्ट हुन्छ तब चाहिँ हामीले के भन्छौँ भन्दा बल्ल स्टारको बर्थ भयो भन्छ। सो यति लामो प्रोसेस रहेछ नि बर्थ हुने हैन। तर कहिलेकाहीँ के हुन्छ कुनै स्टारहरू बर्थ नहुँदै नै के हुन्छ प्रोटो स्टारकै स्टेजमा चाहिँ बाहिर ग्यास तान्ने ग्यासहरू पनि छैन, अब के गर्ने के तान्न पनि सकेन, त्यसपछि त्यही प्रोटो स्टारको स्टेजमै बस्छ। अथवा कुनै चाहिँ के हुन्छ प्रोटो स्टार पनि बन्न सक्दैन के, जस्तो हाम्रो जुपिटर छ नि, जुपिटर पनि इफ सफिसियन्ट अमाउन्ट अफ ग्यास र डस्ट भएको भए जुपिटर पनि स्टार हुन्थ्यो अरे। कस्तो हुन्थ्यो होला हेर त, यतातिर हाम्रो सन छ, यतातिर हाम्रो जुपिटर छ, बिचमा हामी दुईटा स्टार देखिन्थ्यो हाम्रो डेमा हैन। हो त्यसरी चाहिँ हाम्रो एकदम के हुन सक्थ्यो गर्मी पनि हुन सक्थ्यो होला हैन। सो जुपिटरलाई बेसिकली इल फेटेड स्टार भन्छ कि, भाग्य फुटेको भन्छ नि। हो त्यस्तै जुपिटर चाहिँ स्टार हुन नपाएर चाहिँ अब ग्यासहरू नै सक्यो, त्यो प्रोटो स्टार पनि हुन पाएन क्या। हो यसरी नै के हुन्छ लाइफ अफ स्टारहरू चाहिँ स्टार्ट हुन्छ। त्यसपछि चाहिँ अब यो चाहिँ आफ्नो सिक्वेन्समा बढ्दै बढ्दै जाने, त्यही फ्युजन गर्दै 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 आफ्नो एलिमेन्टहरू फ्युजन गर्दै 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 चाहिँ बाँच्छ हैन। अब डेथ कसरी हुन्छ त, त्यो भिडियो चाहिँ हामी नेक्स्ट भिडियोमा डिस्कस गर्छौँ है त्यो कुराहरू चाहिँ, डेथ अफ स्टार। ओके, सी यू नेक्स्ट टाइम, थ्याङ्क यू।